म चोर्छु नि त अनि म तपाईँको मन मेरो हेलमेटै कडा छ फेरि केटी देख्नै हुँदैन ठोकिहाल्छ म त यसो डबल लान्छु नि म त पैसा हो अझ सामान झुन्डाइदिएको छु पारीबाट घुमेर आएको छु डबल लाग्दैन त अनि ए अझ यत्रो बच्चा ल्याइदिएको छु हजुर हजुर त्यही माथि त्यत्रो मोटो मान्छेलाई लगेको छु हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई पेपल आयो हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदमै सन्चै आरामै छु आज पनि न्यू डे न्यू ब्लगको साथमा फेरि पनि उपस्थित भइसकेको छु भन्दै मेरो फर्स्ट राइड चाहिँ लागिसकेको छ लेट्स सी है अनि त्यही गाह्रो छ जिन्दगी है अहिले म ठ्याक्क यहाँ माछा पोखरीतिर छु बसपाततिर लेट्स सी मेरो एउटा फर्स्ट राइड चाहिँ लागिसकेको छ अब ढिलो नगरी म राइडमै भेट्छु है त ल केटा एउटा राइड चाहिँ लाग्न त लाग्यो यार तर म चाहिँ धेरै तलतिर पो आएछु त यार पुलभन्दा उता जानुपर्ने रहेछ अब फेरि प्यासेन्जरले उता देखेर यता माथिबाट घुमेर आउनु न भन्दैछ यो गाह्रो छ केटा हो म अहिले ठिक्क कता छु भन्दा नि सुन्दरी जलतिर छु अनि लेट्स सी मेरो प्यासेन्जर उता तलतिर हुनुहुन्छ अनि मैले कताबाट आउनुपर्छ भनेको उताबाट कटेर आउनु न भन्नुभएको छ ओइ 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 यो अफरोड बाटो हो र यहाँबाट जान्छ होला तैया बाबा ओइ ल आउनु उता पारी देखाएको थियो लोकेसन त ल जाम दुईजना हौ हजुर मसँग छैन नि अहिले ल जाम 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 म त यसो डबल लान्छु नि म त पैसा हो अझ यहाँ अगाडि सामान झुन्डाइदिएको छु पारीबाट घुमेर आएको छु डबल लाग्दैन त अनि ए अझ यत्रो बच्चा ल्याइदिएको छु हजुर हजुर त्यही माथि त्यत्रो मोटो मान्छेलाई लगेको छु हो अझ तिर्बल लान पर्ने हो मैले त डबल भने तर लड्यो भने मलाई नभन्नु है बाटो यस्तै छ त तपाईँको घरको अनि धन्न लडाएन मान्छे नि के साह्रो जुझाउने ल्याउँछ हौ तपाईँ घरै यहाँ हो कसकोमा आउनु भयो नै माइती घर त होला नि त यो माइती अनि पुइले घर कता तलतिर बुढाको घर कता हो त्यो भन्नु न बुझ्नु भएन मेरो कुरै बुझ्नु भएन अब कुरा नबुझेको लिने हो कि पहिली भनेको तपाईँको बुढाको घर रामेछाप तपाईँको छोरा ए ल ठिक छ ल केटा आजको फर्स्ट राइड चाहिँ कम्प्लिट भइसकेको छ है भने तपाईँ बिजी हो दिदी तपाईँ बिजी हो बहिनी त होइन होला हौ अनि म भर्खर 18 भएँ साँच्चै हो के मैले कहिले झुट बोले छैन अब तपाईँले मात्र झुट बोलेर के गर्नु अब ए कस्तो रन्काको हौ ठोकिनु भयो क्या हौ मेरो हेलमेटमा ठोकिनु भयो क्या हो मेरो हेलमेटै कडा छ फेरि केटी देख्नै हुँदैन ठोकिहाल्छ हो केटी मान्छे देख्यो भने कि ठोकिहाल्छ क्या फेरि के कति मोबाइल चलाउनु भएको तपाईँ त ए ल नबोल्नु म नबोल्नु त्यसो भए
नबोल्नु एकछिन नबोल्नु ल ल केटा ऊ दिदीसँग कल गर्छु भन्नुभएको छ है अनि जानुपर्ने हामी चाहिँ बानेश्वरतिर लेट्स सी हेरौँ आजको भ्लग के कस्तो हुन्छ अलि रमाइलो हुँदो रहेछ यसो न के गर्नु ल बुलेटै बिग्रियो क्या हो गाह्रो छ है गाह्रो छ खोइ त बोल्नै भएन त फोनमा दिदीको कलै लागेन ए कल लागेन भन्नुपर्छ नि त अनि मलाई म त कस्तो आशै आशमा बसिरह तपाईँ बोल्नुहुन्छ भनेर आशै आशमा बसिरह चाँडो चाँडो जाऊ त्यसो भए कल लागेन तपाईँको कल मात्रै लाग्छ क्या हो तपाईँको कल मात्रै लाग्छ क्या हो भनेपछि लभ नपार्ने मन छैन किन के कारणले त्यस्तो मन मर्यो त तपाईँलाई धोका दियो क्या हो अनि धोका दियो होला नि त अनि पहिला थियो अहिले थिएन भनेपछि तपाईँले छोड्नु भयो किन राम्रो हुनुपर्छ नि भने मन सफा भइहाल्यो नि मन राम्रो खोज्ने हो नि त मान्छे राम्रो खोज्ने हो र कस्तो हो त अनि तपाईँ पनि राम्रो खोज्ने हुँदो रहेछ सबैले राम्रो खोज्यो भने त नराम्रो मान्छे त गाह्रो छ है गाह्रो छ खाना खानुभयो खाना खानुभयो ए दिदीकोमा दिदी उतै हो तपाईँ के काम गर्नुहुन्छ अब के काम भनौँ रे अब आफूले गर्ने काम भन्ने हो नि त भन्नाले के काम गर्नुपर्छ हो कमाउनु हुन्छ होला नि त अनि महिनाको 20,000 आयो भइहाल्यो नि कति आउँछ त अनि बच्छ होला नि त अनि बचाउनु हुन्छ होला त अहिलेसम्म चाहिँ छैन म भर्खर त 2 महिना भयो ए भर्खरै हो अनि 2 महिनामा कति जति जम्मा गर्नुभयो त वा बोल्नु हुँदो रहेछ त 1 रुपियाँ हुँदैन भने अहिले जमानामा 1 रुपियाँ कोसँग छ होला हो 500 भयो भइहाल्यो कसलाई मलाई 500 अब त्योभन्दा पनि डबल दिनु न त त्योभन्दा पनि डबल दिनु न त ए 500 रुपियाँ भयो चाहिँ डबल दिन हुँदैन लोभी हो लोभी तपाईँ त लोभी हो क्या हो तपाईँ त लोभी हो क्या हो धेरै लोभ गर्नु हुँदैन है पैसा फेरि फल्छ धेरै लोभ गऱ्यो भने हो ल ठिक छ यतिको चाहिँ हुनुपर्छ है यतिको भयो भने भविष्यमा केही अलिअलि बन्छ प्रगति हुन्छ अब पैसा मात्रै फाल्यो भने त कहाँ त सकिँदैन नि त अनि बुढाले कमाउने बुढीले उडाउने गर्यो भने त सक्यो त होइन त्यही भएर राम्रो मान्छे खोज्नु अहिलेबाट खोजिहाल्ने हो किन मन पनि लाग्नुपर्छ जे आएन भने के गर्नु त अनि त्यो बुढो सुटोहरूसँग बिहे गर्ने होला नि त अनि भागमै त्यही दियो भने के गर्नु त त्यसैमा रमाइदिने हो त्यसैमा रमाइदिने ल ठिक छ त्यसो भए तपाईँले छोडिदिनु भएको हो तपाईँले छोडिदिनु भयो किन छोडिदिनु भयो त होइन होइन मलाई यसो बुझ्न मन लाग्यो क्या मलाई पनि कुनैले छोडेको थियो क्या त्यो भएर हो भिडियो छैन हौ छैन
भन्दै थियो उसलाई पनि एउटा यस्तै परेको थियो होइन होइन यस्तै पढेको थियो कस्तो यस्तै हो र मतलब कि भिडियो बनाउँदै आउनुभएको थियो अरे भ्लग बनाउँदै आउनुभएको थियो भन्ने हुन्छ हो अब हाम्रो कामै यही छ त के गर्नु त अब भाइरल हुनुहुन्छ कि त्यसमै यसो भ्लग बनाउने अनि पोस्ट गर्ने कामै छैन म भाइरल छैन हौ मेरो हेर्नु न मेरो 2टा आइडी ह्याक भइसक्यो अब एउटा नयाँ खुलेको त्यही पनि अलिअलि आउँदै थियो के भयो रिपोर्ट हान्दै थियो कसले रिपोर्ट गर्दैछ फेरि मेरो त अपलोडै गर्न नमिल्ने भइरहेको तपाईँलाई जाडो भएन छैन केटी मान्छेले जाडै हुँदैन रे मलाई त लास्टै हुन्छ नि तर आज चाहिँ खै किन जाडो भएको छैन अनि आज यस्तो घाममा कहाँ जाडो हुन्छ त हौ घाम खासै लागेको छैन नि घाम घाम होइन त यो आम्मा तपाईँले जाडो भएन भने चाहिँ घाम लाग्यो नि त भरे फेरि पोस्ट नगर्नु भन्नु न फेरि हजुर पोस्ट नगर्नु भिडियो भन्नु न कसले मलाई भन्नु न तपाईँ किन भन्ने हो र किन गर्ने हो र किन भन्ने हो र भने ए हो पोस्ट गर्न मिल्छ होइन त मेरो फेस त देखेको छैन नि तपाईँको फेस त अलरेडी छ अघि पछाडि पनि क्यामेरा छ नि त अनि हो अनि कहाँ अगाडि हेत्तेरिका सानो क्यामेरा हुन्छ नि टाङ जत्रो देख्नु भएको कि नै छैन त्यस्तो क्यामेरा पनि छ नि त यहाँ हेलमेटमा त्यत्तिकै कहाँ अगाडि मात्रै देखाउने हो र पछाडि पनि देखिहाल्छ नि मैले मास्क लगाएर आउनुपर्ने छ आज मात्र छुट्टीकै मेरो मास्क लुक्दै ठिक्क होला है फेरि लुक्दै ठिक्क होला तपाईँ फेरि देखिन्छु भनेर हो केही हुँदैन हौ भिडियो होइन मान्छेले नराम्रो पो गर्नु भएन त होइन त हामीले के नराम्रो केही तपाईँ बोयफ्रेन्ड भेट्न गएको भए बरु बोयफ्रेन्ड भेट्न गएको भए मेरो बुवा मम्मीले थाहा पाउँछ भन्नुहुन् अनि अब काममा हिँडेको मान्छेलाई त भिडियो देख्दा भने के हुन्छ रे काम गर्दै रहेछ प्रगति गर्दै रहेछ बिचारा भन्ने हुन्छ नि त त्यो भएर कहिले पनि नराम्रो सोच लानु हुँदैन क्या अहिले हो फेरि होइन पछि फेरि होइन होइन जस्तो मान्छेसँग उस्तै बन्नुपर्छ क्या होइन त मलाई बरु यसो जब सब खोजिदिनु तपाईलाई मलाई त मेरो साथीले मिलाइदिए हो र मलाई खोजिदिए धर्म लाग्थ्यो क्या साँच्ची तपाईको जब छ त यो अस्ति अल्छी लाग्छ क्या किन हो ल झन् रमाइलो हुन्छ त काका घुम्न पाइन्छ हामी जस्तो अफिसमै बसिरहनु पर्ने होइन मलाई घुम्न भन्दा नि अफिसमै बस्न मन लाग्यो निन्जा मात्र लाग्छ हामीलाई त अनि एउटा ब्ल्याङ्केट लगेर सुत्दिने नि त हजुर ब्ल्याङ्केट लाने सुत्ने मान भइहाल्छ नि हे अब त्यो अफिसको ओनर नआउँछसम्म बस्ने आएको टिभी क्यामेराबाट हेर्नुहुन्छ नि त्यहाँ सिसिटिभी क्यामेरामा कालो टेबले टास्ने अनि कहिले नदेखियोस् त्यस्तो हुँदैन कि त कालो स्प्रे हुन्छ नि स्प्रे छरिदिने त्यस्तो हुँदैन हो ल ठिक छ कुन कन्सल्टेन्सीतिर हो कि हजुर कन्सल्टेन्सीतिर हो कि केमा होटेलमा हो अनि के हो त त्यो मैले बुझेँ छैन बुझाउनु त त्यो भन्न मिल्दैन बेसी भन्न नमिल्ने हुन्छ भने कस्तो मिल्दैन त्यो आफूले गरेको काम भन्न नमिल्ने काम के होला हौ मिल्दैन भन्न मिल्दैन भन्नु न हौ नै भन्न मिल्दैन मलाई बुझ्न मन लाग्यो अर्कोचोटि बुझौँ न अब क्या अर्कोचोटि त तपाईँ मेरो भागमै छैन होला ल भइहाल्छ नि कुनै न कुनै दिन होइन त्यो कुनै दिन त म बिर्सिहाल्छु अहिले पो सोधेँ हो त छिटो भन्नु त भयो नभन्नु ए बाबा यस्तो लजालु मान्छे पनि हुँदो रहेछ म भएको भए यस्तो काम गर्छु यस्तो हुन्छ भन्थे होइन अनि भन्न मिल्दैन किन नमिल्ने हो र तपाईँ चोर्ने काम त गर्नु हुँदैन नि मलाई चोर जस्तो दिनु भयो
झन् एक नम्बरको डर छिर तपाईँले के थाहा हो चोर्छु जस्तो लाग्छ अब चोर्ने काम भए पो अनि नभन्नु त नै होइन म त्यस्तो काम गर्दिनँ हो अनि म चोर्छु नि त हजुर म चोर्छु नि त अनि के चोर्नुहुन्छ म तपाईँको मन हो राइट अनि हाइट रे अब यहाँबाट तपाईँको मन चोरिसके हो म दिँदैन नि नदिने हो नदिने किन नदिने म अनि सिङ्गलै बस्ने सिङ्गलै बस्ने अरूलाई नि दिइसक्यो होला बिचरा कसैलाई नि दिएको छैन हो यहाँ अगाडि किलो कहाँनिर यतै फेरि मैले चिनिहालेँ अब हजुर तपाईँ घर यहीँ बस्नुहुन्छ तपाईँ म वहीँ बस्छु नि कहाँ बस्छु आमामा ब्यागभरि पैसा छ क्या छैन भिडियो बनाएको छैन कि साँच्चै जता कतै पैसा पैसा छ क्या हो ला किन हो यस्तो यो पुरै दिने भए मात्रै लाने हो म त चेन्ज छैन होला हौ मसँग त हेर्नु त क्युआर छ अनलाइन छ कति हो भन्नु त खोइ हेर्छु है होला नि त 300-400 कति 123 देन्न 123 छ 1 भयो 150 म नि हाँस यहाँदेखि खुल्ला छैन ल किन चेन्ज गर्नु न चेन्ज हो अर्कोचोटि म रिटर्न गरिदिन्छु अर्कोचोटि रिटर्न गरिदिन्छु ल धन्यवाद ल केटा यो राइड पनि कम्प्लिट त भयो तर फेस चाहिँ नदेखाउनु भन्नुभयो कि केटा हो यस्तो भन्यो भने त नराम्रो लाग्छ हौ नराम्रो ल लेट्स सी अब अर्को राइडमा भेटौँला है यो राइड यस्तै नै भयो केटा हो हेरेर इन्जोय गर्नु होला अब धेरै गर्दिनँ म 2-4वटा राइड यसो भिडियो हान्छु त्यसपछि पुरै राइडको राइड हान्छु अनि बाँकी अर्को राइडमा भेटौँला है त